हेलो नमस्कार सबैजनालाई। आज म भने मिल देख्न गइरहेको छु। देख्न सक्नुहुन्छ सानो मिनी राइस मिल। यसरी चाहिँ माथिबाट धान हालेर देख्न सक्नुहुन्छ यसरी धान हालेर चाहिँ यता तलबाट चाहिँ यसरी फाल्छ, चामल फाल्छ। यसरी देख्न सक्नुहुन्छ चामल यसरी फाल्छ। अनि यो चाहिँ आफै घरमै पनि बनाउन सकिन्छ। यसरी जेनेरेटरलाई चाहिँ अर्को ठाउँमा अनि धान कुट्ने मिललाई चाहिँ एउटा ठाउँमा राखेर यसरी आफै घरमै बनाउन पनि सकिन्छ। आफै घरतिरै बनाएको मिल हो यो। अनि देख्न सक्नुहुन्छ यसले 1 घन्टामा 150 किलोदेखि 180 किलोसम्म मजाले कुट्छ। यसरी देख्न सक्नुहुन्छ यसरी फिट गरेर हामीले यसरी बनाएको छौँ। तपाईँले पनि यसरी बनाउन सक्नुहुन्छ। यो चाहिँ तलबाट भुस फाल्ने, भुस चाहिँ यता यो तलबाट फाल्छ। भुस फाल्ने पनि देख्न सक्नुहुन्छ। यसरी यो पाइप बनाएर यसरी तलबाट यो भुस पनि यसरी फाल्छ। देख्न सक्नुहुन्छ भुस यसरी राम्रोसँग फालिरहेछ। यसरी चाहिँ घरमै बनाउँदाखेरि पनि राम्रो हुने रहेछ होइन। अब बिग्रिँदा पनि कमै बिग्रिने, अलि राम्रो पनि हुने, राख्न पनि सजिलो हुने, यसरी बनाउन सकिन्छ। भिडियोलाई लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। हामी यस्ता मिलसँग रिलेटेड भिडियोहरू र इन्जिन सम्बन्धी भिडियोहरू हामी ल्याउने छौँ। र आज भने यति।